हामी चाहिँ चढेछौँ गाडीमा चाहिँ हामी ल म बाई बाई भनिदिनु अलि पछि भेटौँ ल भनिदिनु ल अलि पछि भेटौँ न भयो 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 तो हेलो नमस्ते गाइस के छ त नि सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु हैन अनि भनिरहेको थिएँ मैले भिडियोमा चाहिँ दिदी विदेश जानु चाहिँ आयो भन्दै आज फाइनली मेरो दिदी चाहिँ जापानकोतिर बसोबास गर्दै यहाँ हुनुहुन्छ सनम दाइ भाइ यता दिदी सबै मम्मी छामा हुनुहुन्छ बाजे बाजे हुनुहुन्छ सबैजना हुनुहुन्छ सपना देखाएर जानु र सपना देखेर जानुमा धेरै फरक हुन्छ तर सपना देखेर हिँडेको मान्छे ट्याक्क आफ्नो सपना पुरा गर्ने यहाँ घरमा सबै छन् कसैको टेन्सन लिनु पर्दैन मलाई केही समस्या पऱ्यो भने हामी पर्खाल गरेर खडा हुन्छौँ टेन्सन नगर है रुनुहुन्न मन सानो गर्नुहुन्न विदेश हिँडेको मान्छे ट्याक्क डराउने आफ्नो आफ्नो भरोसा गरेपछि संसार देखिन्छ है आफूमा विश्वास हुनु पऱ्यो अन्धकारमा पनि बाटो देखिन्छ कस्तो ल अर्को देशमा ट्याक्क ख्याल राख्नु पऱ्यो विदेशमा नि केही पऱ्यो भने हाम्रै मन हामी छौँ है ल यो चाहिँ मेरो चिनहरू ल हराएर राखेको ल ल केरा 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 टेन्सन नगर हामी छौँ केही हुन्न नमात्र पहिलो मान्छेहरू विदेश जाँदाको है ल कपाल सपना पुरा गर्नुपर्छ ल है ढोगर घिस्टेल अब दिदी जाने घरको काम सबै तैँले गर्नुपर्छ सुजन हेर मलाई रुवाउने होइन म त केही गर्न सकन्न अब जम्मै काम तैँले गर्ने यस्तो गर्दिनँ उस्तो गर्दिनँ भन्न पाइन्न बुहारी छोरी ल्याउने होइन यहाँ अहिले हतार गर्ने होइन पछि ल्याउने पैसा कमाएर दाइले सुजन दाइको जाने आजबाट के भएर मम्मा यता हेर्नु यता यता घरको मुली होइन घरको मुली रे भाडाको मुली जुदा भाडाको मुली अब सबै गर्ने अब तैँले गर्नु पर्यो मैले कहाँ अनि हामी दिदी हुनुहुन्छ टिका लाएर रुन हुन्न यसो एकदम दामी तरिकाले जानुपर्छ विदेश खतरा भाइलाई फोन हानेको हान्यो भने टुरुङ टुरुङ आइफोन चाहिँ जसरी पठाउनुपर्छ है नर रुने होइन जाने टक्क बलियो नि ए यस्तो त जोनी आउँछ भन्ने जाने भनेको सानो मन गराउँदैन गयो पहिला झन् बोल्ने कुरा पनि हुँदैन गएपछि अहिले फोन त सघाउँछु फोन हान्ने टाइममा अब के अरे जसलाई अटै लाग्छ मलाई फोन हान्ने दाइलाई अटै लाग्छ दाइले फोन हान्ने मलाई फोन हान्ने बोल्ने आफ्नो लाइफमा स्ट्रगल गर्ने अनि आफ्नो स्टेजसम्म पुग्ने त्यही हो के भन्ने होइन आफ्नो सपना पुरा गरेस् गएर राम्रो गरेस् त्यति हो अनि सबै बिदाई सिदाई भएर चाहिँ सबै रेडी भइसकेको छ हामी चाहिँ अब चाहिँ हाम्रो एकछिनमा चाहिँ गाडी आउँछ होइन जे होस् अब दिदी पनि दिउ अब जे होस् दिदी पनि अब जाँदै हुनुहुन्छ अब मम्मीमा मात्र घरमा दिदी पनि सुट जानुहुन्छ होइन अब त्यो चाहिँ रबस चलेछ किनकि अब दिदी अब आउनुहुन्न नि त अब 2-3 वर्ष सकेसम्म आउनुहुन्न होला 3 वर्ष 3 वर्ष मिनिमम 3 वर्ष चाहिँ आउनुहुन्न होला अब के गर्ने अब जानै पर्यो सबैलाई जानु नै पर्छ एक दिन अब हाम्रो देशको हालत यस्तो छ अनि को बस्छ त भनेको के यार गाइज सुजन दाइ चाहिँ जान्न बरु 10 पास गरेपछि भाउजू हुन्छ भाउजू कि त सबैलाई
अनि सबै रुनु है म जिन्दगीमा नरुने मान्छे दिले आज मलाई रुवाइदियो कम 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 इधर don't ruin too much, okay? Don't ruin too much. You handle your heart, okay? Don't fuskang this. You make Akha, Cheers. tears. You make your shot. Oh, make your shot away. Okay? Be careful. And नृत्यहरू आउनुहुन्छ होला हेर त सुन्दैन तर जे भने मान्छे त राम्रो हो कि यता अन्त दिदी यो नाखै बिग्रियो भयो नि रोक न हट्ने होइन कि यो नाखै बिग्रियो नि परेलाई यहाँ काट्यो नि मान्छे त राम्रै हो कि कतै लिपस्टिक लगाएको लिपस्टिक नलाउने जाने मान्छे खै तलबाट ल हामी चाहिँ जाँदैछौँ होइन माइक्रोस आएर नि उहाँ बसिरह उहाँ हेर्न सक्नुहुन्छ होइन अनि माइक्रोस आएर त्यहाँ बसिरह ल हामी चाहिँ फाइनली गाडीमा आइसक्यौँ भने सक्दैन अनि हामी गाडीमा चढ्दैछौँ टप चलाएर आज भयो ओके हामी चाहिँ चढेर चाहिँ डाइरेक्ट भेटौँला है त टप चलाएर अनि हामी चाहिँ चढ्दैछौँ गाडीमा चाहिँ हामी ल म बाई बाई भनिदिनु अलि पछि भेटौँला भनिदिनु ल बाई बाई भनिदिनु सुतेको सुतै हेर्नु चाहिँ आमा रोगको मान्छे त भर त राम खै हेर हेरौँ त कस्तो फिल भएको छ हजुरलाई खुट्टा सुन्ने हो अनि कस्तो सुतेको सुतै हो त नि अनि यस्तै हो हामी चाहिँ अब यहाँ खाजा खानको एकदम तयारीमा मम्मी आमा खाजा के खाने हो खाजा के खाने हो मम्मी खाजा के खाने ओके हामी चाहिँ खाजा अब मोमो खाने एकदम प्लान भइसकेको छ होइन अब हेरौँ के हुन्छ है हेर्दै जानु विदेश जाने मान्छे कस्तो छ त जिन्दगी भर त हाँसेर हेर यो रुको रे टाउको दुखेछ राम मोमो पनि च्याट्टा खाइयो के अरे होइन एक बाइट हान्दिनँ त्यो स्प्राइट एक बाइट हान्दिनँ आमामा आउनु पनि अगाडि होइन उहाँतिर 100 रुपियाँ पर्थ्यो यहाँ चाहिँ 180 वाह जुस बगाल ओके अब चाहिँ हामी खायो अनि अब चाहिँ हामी टक्क लगाएर गाडीतिर जानुपर्ने हुन्छ है डाइरेक्ट गाडीमा गएर भेटौँ है त यस्तै ट्युन गाई सो हामी चाहिँ गाडीमा आइसकेर पनि अब हामी
फेरि यात्रातर्फ लाग्नु पर्ने हुन्छ होइन हाम्रोमा फेरि सुत्नु अब हजुर बाबालाई फोन हानौ न एकछिन बसेको बेला अब म चाहिँ बाबालाई फोन हान्छु अनि गाडी हिँड्न लागिसक्यो फेरि पनि यत्रो किनेर चाहिँ अब ह्याप्स हानेर चाहिँ मजाले सुत्नु पर्ने हुन्छ म बेला बेला बाटो पनि देखाउँछु है त है राम हामी चाहिँ फाइनली झरियो कस्तो लागेको छ हजुरलाई कस्तो लागेको छ हजुरलाई राम्रो लाग्यो आमा चाहिँ यहाँ हुनुहुन्छ यस्तो हामी चाहिँ अब जानुपर्ने हुन्छ के अरे अङ्कल हुन्छ अङ्कल चाहिँ कन्ट्याक्ट हान्दै हुन्छ अनि त्यहाँ गएर चाहिँ हामी टक्क बस्नुपर्ने हुन्छ फाइनली गाडीबाट पनि झरिसक्यो हेर्न सक्नुहुन्छ गाडी यही हो होइन एमै आएको हामी अनि सो अब चाहिँ टक्क लगाएर हाम्रो स्टेसनमा गएर चाहिँ आनन्द सुत्न पर्नुहुन्छ डह्रो ढाकियो छ आज चाहिँ होइन मिठो ढाकियो चाहिँ है हाम्रो मम्मीले चाहिँ बोमेट हुन्छ कि फेरि गाह्रो छैन ल ओके अब हामी चाहिँ गाडीमा चढेपछि डाइरेक्ट भेटौँला कि गाडीमा जानु सक्यो कि ट्याक्सीमा जानु सक्छौँ अब अँधेरो भइसक्यो रात पर्न लागिसक्यो अब हेरौँ अब गाडी पायो भने गाडीमा जान्छौँ न त चाहिँ ट्याक्सीमा जान्छौँ है त है अनि ओके गाइस हामी चाहिँ गाडीमा चढिसक्यौँ होइन अब गाडी नगएर अब ट्याक्सीमा टक्क इन्ड्राइभ हान्दै दिनले चाहिँ हामी आइसक्यौँ फाइनली अब चाहिँ हामी जाँदैछौँ ललितपुर हाम्रो अङ्कलको घरमा अनि अङ्कलको घरमा गएपछि दुई दिन जति लाग्छ होला उहाँ चाहिँ बसिन्छ होला अनि हजुर किन ल अनि उहाँ बसिन्छ होला अनि तिमीलाई स्वाइट टक्क लगाएर जहाँ दिएर पठाएपछि चाहिँ आनन्द गरेर चाहिँ हामी चाहिँ जान्छौँ पोखरातिर अगाडिको भ्यू हेर्नु बहुत छ काठमाडौँ ब्याट्री पनि 13% भइसक्यो मेरो चाहिँ तिम्रो फ्ल्यास बाल्दा नि मिले छैन र यत्तिकै हेर्नु होला अनि ब्याट्री पनि धेरै कम गयो हुनाले अब चाहिँ म भिडियो चाहिँ यही समाप्त गर्न चाहन्छु दिनभरि हिँडेको सबै देखाइसकेछु मैले भिडियोमा चाहिँ राम्रोसँग हेरेर लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला अनि भेटौँला चाहिँ अब न्यू भिडियोमा न्यू डे न्यू भ्लगमा भेटौँला ओके बाई बाई गाइज यति भयो